हेलो नमस्ते एभ्रिवान वेलकम टु पढन्ते एकाडेमी आई एम उत्सव यो ट्युटर र आजको भिडियोमा चाहिँ हामीले मोड्युल 2 को च्याप्टर 2.2 हेर्नेवाला छौं जुन चाहिँ छ व्हाट इज प्रम्प्ट इन्जिनियरिङ एज अ डिसिप्लिन। प्रम्प्ट इन्जिनियरिङलाई एकदम डीपली बुझ्नेवाला छौं है त यो एक्चुअली के हो भनेर। सो व्हाट आर वी गोइङ टु लर्न टुडे वेयर इट सिट्स इन द एआई पाइपलाइन हैन। एआई पाइपलाइन भनेको चाहिँ एआई क्रिएसन देखि लिएर एआईले तिमीलाई रेस्पोन्स दिने सम्मको एउटा त्यो प्रोसेस हो हैन। त्यसमा चाहिँ प्रम्प्ट इन्जिनियरिङ चाहिँ कहाँ पर्छ भनेर हामीले बुझ्नेवाला छौं। त्यसपछि वान अफ द मोस्ट ट्रान्सफरेबल स्किल्स इन द एआई एरा। अहिलेको एआई को एरामा चाहिँ यो चाहिँ एकदम युजफुल स्किल हो, एकदमै ट्रान्सफरेबल स्किल हो हैन। प्रम्प्ट इन्जिनियरिङ चाहिँ सबैले सिक्नुपर्ने हो, टेकको मान्छेहरूले मात्र हैन हो। त्यही कुरा हामी बुझ्नेवाला छौं यो टपिकमा। त्यसपछि प्रम्प्टिङ भर्सेस फाइन ट्युनिङ भर्सेस र्याग। प्रम्प्टिङ फाइन ट्युनिङ र र्यागको बीच के डिफरेन्स छ, यिनीहरुको कन्सेप्ट के हो त्यो बुझ्नेवाला छौं। एकदम सिम्पल कुराहरु छ है। आजको हामीले जति पनि टपिक्सहरु हेर्नेवाला छौं यिनीहरु हेर्दा मात्र अलि कम्प्लेक्स जस्तो लाग्न सक्छ बट एकदमै सजिलो, हामीले अलरेडी पढिसकेको नपढेको भए पनि एकदम सजिलो बुझ्न सजिलो खालको टपिकहरु छैन। जस्तो कि यो र्याग पनि हैन, सुन्दा मात्र हल्का गाह्रो लाग्ने मात्र हो, एकदम सजिलो कुरा छ, हामीले एक्चुअली युज गरेको कुरा हो हैन। सो एकदम सजिलो कन्सेप्टहरु छ र आजको भिडियो चाहिँ एकदम छोटो पनि छ है, त्यस्तो धेरै लामो केही पनि छैन टपिक्सहरु। म छोटोमा हजुरहरुलाई सिम्पल टपिक्सहरु चाहिँ त्यसले छिटै सकाउने ट्राई गर्छु टु सेभ योर टाइम। त्यसपछि छ 4 डाइमेन्सन्स, इन्स्ट्रक्सन, कन्टेक्स्ट, कन्स्ट्रेन्ट्स र फर्मेट। यही सेम कुरा हामीले पहिलाको च्याप्टरमा पनि अलिअलि हेरेको हो हैन। लाइक एउटा प्रम्प्ट चाहिँ यो यति चारवटा कुरा भयो भने चाहिँ एउटा प्रम्प्ट राम्रो हुन्छ भनेर हामीले जुन अगाडि नै हेरेको थियौं। आई थिंक अगाडिको च्याप्टरमा 5 वटा है कतिवटा कुरा थियो हैन, बट अलमोस्ट सेम कुरा हो, बट यो 4 डाइमेन्सन पनि हेर्नेवाला छौं। एन्ड देन फाइनली एक्सरसाइज छ, यही डाइमेन्सन रिलेटेड एक्सरसाइज छ, एकदम इन्ट्रेस्टिङ खालको एक्सरसाइज राखेको छु मैले यसपालि हैन। सो मेक श्योर टु लुक फरवर्ड टु दैट एज वेल। सो अब फर्स्ट टपिक हेरौँ है त, वेयर इट सिट्स इन द एआई पाइपलाइन। यसमा इट भनेको चाहिँ प्रम्प्ट इन्जिनियरिङ हो है। प्रम्प्ट इन्जिनियरिङ इज द लेयर बिट्विन ह्युमन्स एन्ड एआई मोडल्स दैट हेल्प्स ट्रान्सफर्म ह्युमन इन्टेन्ट इन्टु इफेक्टिभ एआई प्रम्प्ट्स हैन त। प्रम्प्ट इन्जिनियरिङ भनेको चाहिँ एआई मोडल र ह्युमन बीचमा बस्ने एउटा लेयर हो हैन, जसले चाहिँ हामीले ह्युमनलाई जस्तो खालको चाहिँ ठ्याक्क जस्तो खालको एन्सर चाहिएको छ त्यस्तै खालको एन्सर पाउनको लागि चाहिँ हामीले प्रम्प्ट इन्जिनियरिङ युज गर्ने हो क्या हैन। हामीले प्रम्प्ट इन्जिनियरिङ युज नगरिकन चाहिँ एआई मोडललाई चाहिँ प्रम्प्ट्सहरु दियौं भने उनले चाहिँ हामीलाई ठ्याक्क जस्तो चाहेको त्यस्तो नदिन सक्छ क्या। त्यसैले हामीले हाम्रो प्रम्प्टमा चाहिँ केही चेन्जेसहरु ल्याउनुपर्छ, केही प्रम्प्ट इन्जिनियरिङ गर्नुपर्छ एन्ड देन हामीलाई ठ्याक्क चाहिएको जस्तो एन्सर चाहिँ हामीले पाउँछौं। र आइ एम प्रिटी श्योर तिमीहरुले अहिलेसम्म बुझि पनि सक्यौ होला है, मैले फेरि रिपिट गरिराख्नु पर्दैन। इट प्लेज अ क्रिटिकल रोल इन द ओभरअल एआई पाइपलाइन बिकज इभन हाइली एडभान्स्ड मोडल्स डिपेन्ड हेभिली अन द क्वालिटी अफ द इनपुट दे रिसिभ है त। सो यसले चाहिँ एकदमै इम्पोर्टेन्ट रोल प्ले गर्छ एआई को पाइपलाइनमा। मैले अघि भनिहालेँ हैन पाइपलाइन भनेको के हो, यहाँ तल पनि छ, हामी अझ राम्रोसँग हेर्छौं। सो एआई को पाइपलाइनमा प्रम्प्ट इन्जिनियरिङ चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। किन भन्दाखेरि कुनै पनि एआई मोडल चाहिँ जतिसुकै एडभान्स भए पनि हैन, इफ उले राम्रो प्रम्प्टहरु पाएन भने उले राम्रो एन्सरहरु चाहिँ जेनेरेट गर्दैन क्या, राम्रो आउटपुट चाहिँ जेनेरेट गर्दैन है। सो त्यसैले प्रम्प्ट इन्जिनियरिङ चाहिँ एकदमै इम्पोर्टेन्ट हुन जान्छ है। एन्ड एआई पाइपलाइन इज द कम्प्लिट प्रोसेस थ्रु विच एन एआई सिस्टम इज बिल्ट एन्ड युज्ड है त। सो एआई पाइपलाइन भनेको के रहेछ, एआई सिस्टम चाहिँ बिल्ड भएदेखि युज हुनसम्मको बिचको प्रोसेस नै चाहिँ एआई पाइपलाइन हो है। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि सुरुमा हुन्छ डेटा कलेक्सन, त्यसपछि त्यो डेटालाई चाहिँ त्यो मोडलमा ट्रेन गराइन्छ हैन। हामीले अगाडि बुझिसक्यौं हैन एआई मोडलहरुलाई चाहिँ डेटामा ट्रेन गर्ने हो भनेर। त्यसपछि त्यसलाई डिप्लोय गरिन्छ, त्यसपछि हामीले त्यसलाई युज गर्छौं हैन, हामीले युजर इन्टरेक्सन हुन्छ एआई मोडल र युजरको बीचमा, त्यसपछि एआई मोडलले आउटपुट जेनेरेट गर्छ है त। सो यो चाहिँ एआई पाइपलाइन हो है। प्रम्प्ट इन्जिनियरिङ सिट्स मेनली एट द इन्टरेक्सन लेयर बिट्विन द युजर एन्ड द मोडल। सो प्रम्प्ट इन्जिनियरिङ यो पाइपलाइनमा चाहिँ कहाँ हुन्छ होला भन्दाखेरि यहाँ युजर इन्टरेक्सनमा हुन्छ हैन, किनकि यति बेला नै हामीले एआई मोडलसँग कुरा गर्ने र त्यही कुरा गर्दाखेरि नै हामीले प्रम्प्ट इन्जिनियरिङ युज गर्छौं है। सो व्हाट प्रम्प्ट इन्जिनियरिङ डज, प्रम्प्ट इन्जिनियरिङले एक्चुअली के गर्छ, ट्रान्सलेट युजर इन्टेन्ट इन्टु क्लियर इन्स्ट्रक्सन्स है त। हामीलाई कस्तो खालको चाहिँ कुरा चाहिएको, कस्तो खालको एन्सर चाहिएको, ठ्याक्क हाम्रो जुन इन्टेन्ट छ नि हैन, त्यो चाहिँ एआई मोडललाई बुझाउन अझ हेल्प गर्छ प्रम्प्ट इन्जिनियरिङले। प्रोभाइड कन्टेक्स्ट एन्ड कन्स्ट्रेन्ट्स है त। हामीले कुनै पनि प्रम्प्ट दियौं एआई मोडललाई, त्यसको कन्टेक्स्ट के हो, त्यसको ब्याकग्राउन्ड इन्फो के हो हैन, त्यो प्रोभाइड गर्न हेल्प गर्छ। र कन्स्ट्रेन्ट भनेको चाहिँ लिमिटेसन्सहरु हो है। हामीले एन्सरमा चाहिँ के कुरा चाहिँ चाहदैनौं हैन एआई मोडलबाट, त्यसलाई चाहिँ हामीले लेख्यौं भने त्यो चाहिँ कन्स्ट्रेन्ट्स हो क्या। जस्तै कि एम ड्याश नलेख भनेर हामीले भन्यौं हैन हाम्रो प्रम्प्टमा, त्यो कन्स्ट्रेन्ट दिएको हो क्या हामीले हैन एआई मोडललाई चाहिँ, कि तिमीले दिने एन्सरमा चाहिँ एम ड्याश चाहिँ हुनु भएन भनेर। सो प्रम्प्ट इन्जिनियरिङमा अर्को हुन्छ कन्ट्रोल रेस्पोन्स स्टाइल एन्ड स्ट्रक्चर है त। सो रेस्पोन्स कस्तो आउने हैन, कस्तो खालको स्टाइलमा आउने, त्यसको स्ट्रक्चर कस्तो हुने हैन, त्यो कुरा पनि हामीले डिटरमाइन गर्छौं प्रम्प्ट इन्जिनियरिङबाटै। त्यसपछि इम्प्रुभ रिलायबिलिटी एन्ड युजफुलनेस अफ आउटपुट है त। अब यो चाहिँ कसरी गरिन्छ प्रम्प्ट इन्जिनियरिङबाट भन्छ होला तिमी हैन। जस्तै कि हामीले चाहिँ यो रिलायबल सोर्सेसहरु मात्र युज गर हैन, वेब सर्च राम्रोसँग गर, त्यस्तो कुरा चाहिँ हामीले आफ्नो प्रम्प्टमा लेखेर प्रम्प्ट इन्जिनियरिङ गर्यौं भने चाहिँ हामीले चाहिँ हाम्रो आउटपुटलाई चाहिँ अझ रिलायबल र युजफुल बनाउन सक्छौं है। विदाउट गुड प्रम्प्टिङ इभन पावरफुल मोडल्स क्यान प्रोड्युस वेग, इरेलेभेन्ट अर लो क्वालिटी रेस्पोन्स है त। सो राम्रो प्रम्प्टिङ भएन भने चाहिँ एकदम एडभान्स एआई मोडल्सहरुले पनि नराम्रो रेस्पोन्स दिन्छ, हामीले बुझिसक्यौं है। व्हाइ इट म्याटर्स, प्रम्प्ट इन्जिनियरिङ किन म्याटर गर्छ
गर्छ। LLMs आर जेनरल पर्पज सिस्टम। जेनरल पर्पज सिस्टम भनेको चाहिँ मल्टिपल कुराहरू गर्ने क्या हैन, एउटा निशको कुरा मात्र नगर्ने क्या। उसले चाहिँ टन्नै कुराहरू गर्न सक्छ क्या। पोलिम्याथ भन्छ नि हैन, पोलिम्याथ भनेको चाहिँ यस्तो मान्छे जसले चाहिँ मल्टिपल कुराहरू गर्न सक्छ क्या। जस्तै कि लियोनार्डो डा भिन्ची वाज अ पोलिम्याथ हैन, ऊ पेन्टर पनि थियो, ऊ आर्किटेक्ट पनि थियो हैन, ऊ इनोभेटर पनि थियो, उसले टन्नै कुराहरू गर्यो नि त हैन। त त्यस्तो पोलिम्याथ भने जस्तै कम्प्युटरहरूले त्यसरी मल्टिपल कुरा गर्न सक्नेलाई चाहिँ जेनरल पर्पज सिस्टम भन्छ है। सो दे आर ट्रेन्ड टु ह्यान्डल मेनी डिफ्रेन्ट टास्क बट दे डु नट अटोमेटिकली नो योर गोल, योर अडियन्स, योर प्रिफर्ड फर्मेट, योर एक्ज्याक्ट एक्सपेक्टेसन्स। सो एलएलएम्सहरूलाई चाहिँ मल्टिपल कुराहरू गर्नको लागि चाहिँ ट्रेन गरिरहेको हुन्छ हैन, बट उसलाई अटोमेटिकल्ली तिम्रो गोल के हो, तिम्रो अडियन्स को हो हैन, तिमीलाई चाहिने खालको फर्मेट के हो, तिमीले कस्तो खालको फर्मेट प्रिफर गर्छौ, तिमीलाई टेबलमा एन्सर मनपर्छ कि तिमीलाई प्याराग्राफमा मनपर्छ कि हैन, त्यो अटोमेटिकली एलएलएमलाई थाहा हुँदैन नि त हैन। ऊ जतिसुकै एडभान्स भए पनि तिम्रो एक्सपेक्टेसन कस्तो छ, तिमीले कस्तो खालको एन्सर एक्सपेक्ट गरिरहेको छौ त्यो पनि उसलाई थाहा हुँदैन क्या। तिमीले एक्सप्लिसिटली भन्नुपर्छ तिम्रो प्रम्प्टमा हैन। हो त्यो भन्ने कुरा चाहिँ प्रम्प्ट इन्जिनियरिङ गरे हो क्या। सो प्रम्प्ट इन्जिनियरिङ ब्रिजेस दिस ग्याप है त। सो यही कुरा थाहा पाउन दिन चाहिँ प्रम्प्ट इन्जिनियरिङले हेल्प गर्छ है। इट एक्ट्स लाइक अ कम्युनिकेसन लेयर, अ गाइडेन्स सिस्टम एन्ड इन्टरफेस बिट्विन ह्युमन थिङ्किङ एन्ड मसिन जेनेरेसन है त। सो प्रम्प्ट इन्जिनियरिङ चाहिँ बेसिकली एउटा ब्रिज हो क्या हैन। उनले चाहिँ बस तिमीलाई बेटर कम्युनिकेट गर्न हेल्प गर्ने हो क्या, एआई मोडलसँग हैन, बेटर कम्युनिकेट गर्न हेल्प गर्ने हो प्रम्प्ट इन्जिनियरिङले। हाम्रो ह्युमन थिङ्किङ र मसिन जेनेरेसन हैन, हामीले के सोचिरहेछौँ, हामीलाई ठ्याक्क जे कुरा चाहिएको हो त्यही कुरा चाहिँ मसिनलाई बुझाउनलाई, एलएलएमलाई बुझाउन हेल्प गर्छ प्रम्प्ट इन्जिनियरिङले। प्रम्प्ट इन्जिनियरिङ भर्सेस मोडल ट्रेनिङ है। तर अब कति मान्छेहरूले चाहिँ के सोच्छन् भन्दाखेरि प्रम्प्ट इन्जिनियरिङ र मोडल ट्रेनिङ भने चाहिँ सेम हो भनेर सोच्छन्, बट द्याट इज कम्प्लिटली रङ है। एकदमै डिफ्रेन्ट कुराहरू हो यिनीहरू चाहिँ। इट इज इम्पोर्टेन्ट टु अन्डरस्ट्यान्ड द्याट प्रम्प्ट इन्जिनियरिङ डज नट ट्रेन द मोडल इटसेल्फ। हामीले के बुझ्नुपर्छ भन्दाखेरि प्रम्प्ट इन्जिनियरिङ गरेर चाहिँ हामीले मोडललाई ट्रेन गर्ने होइन क्या, हामीले उसको बस आउटपुट चाहिँ कस्तो आउँछ भनेर चाहिँ डिटरमाइन गर्ने हो क्या। जस्तै कि मोडल ट्रेनिङ चेन्जेस द मोडल्स इन्टरनल वेट्स युजिङ ह्युज डेटा सेट्स एन्ड कम्प्युटिङ पावर है त। सो मोडल ट्रेनिङमा चाहिँ के हुन्छ, हामीले यति धेरै डेटा सेट्सहरू युज गरेर कम्प्युटिङ पावर युज गरेर चाहिँ मोडललाई ट्रेन गर्छौँ क्या हैन। उसको सबै रेस्पोन्सेसहरू त्यहाँबाट चाहिँ चेन्ज हुन्छ हैन। हामीले एक्चुअली मोडलको भित्रको सिस्टमलाई चेन्ज गर्छौँ। प्रम्प्ट इन्जिनियरिङबाट चाहिँ हामीले के गर्छौँ भन्दाखेरि बस हामीले जुन प्रम्प्ट सोधिरहेछौँ त्यसको एन्सर चाहिँ बेटर आओस् भनेर हामीले एक्सपेक्ट गरेको क्या प्रम्प्ट इन्जिनियरिङ गरेर है। हामीले एक्चुली मोडललाई चेन्ज गर्ने होइन, बस त्यही एउटा पार्टिकुलर आउटपुट चाहिँ बेटर निकाल्ने ट्राई गर्ने हो क्या। सो त्यति कुरा चाहिँ बुझ्नु पऱ्यो है। सो यही कारणले गर्दाखेरि प्रम्प्ट इन्जिनियरिङ इज फास्टर एन्ड चिपर देन मोडल ट्रेनिङ है। यो कम्पेरिजन गरेर खासमा त्यस्तो ठिक छैन हैन, मतलब एकदमै धेरै डिफ्रेन्स छ क्या यिनीहरूमा हैन। यो कम्पेयर गर्न मिल्ने कुरै होइन हैन, एकदम भास्ट डिफ्रेन्स छ। मतलब मोडल ट्रेनिङ भनेको कहाँ हो कहाँ होइन, त्यसमा त्यति धेरै पैसा लाग्छ, त्यति धेरै डेटा सेट, त्यति धेरै कम्प्युटिङ पावर लाग्छ हैन, कम्प्लिटली मोडललाई ट्रेन गरिन्छ। प्रम्प्ट इन्जिनियरिङ भने एउटा पार्टिकुलर प्रम्प्टको लागि युज गरिन्छ हैन। बस मैले हल्का तिमीलाई बुझाइदिनको लागि मात्र राखेको है यो कुरा चाहिँ। सो नेक्स्ट टपिक इज वान अफ द मोस्ट ट्रान्सफरेबल स्किल्स इन द एआई एरा है त। सो प्रम्प्ट इन्जिनियरिङ चाहिँ अहिलेको एआईको एरामा चाहिँ एकदम युजफुल स्किल हो क्या, एकदमै ट्रान्सफरेबल स्किल हो। यो चाहिँ हामी टेकको मान्छेहरूले मात्र थाहा पाउनुपर्छ भन्ने होइन क्या। तपाईँ जुनसुकै फिल्डमा हुन्छ हैन, तपाईँ जुनसुकै फिल्डमा भयो भने प्रम्प्ट इन्जिनियरिङ चाहिँ चाहिन्छ क्या। किनकि अहिले हामी सबैले एलएलएम्स त युज गर्छौँ हैन, च्याट जीपीटी, क्लड युज नगर्ने कोही मान्छे छैन नि त हैन, हामी सबैले युज गर्छौँ, डे टु डे बेसिसमा युज गर्छौँ हो। सो प्रम्प्ट इन्जिनियरिङ चाहिँ हामी सबैलाई आउनै पर्छ है, हामी टेकको मान्छे होस् या फिर नहोस्। प्रम्प्ट इन्जिनियरिङ इज बिकमिङ वान अफ द मोस्ट ट्रान्सफरेबल स्किल्स इन द एआई एरा बिकज इट एप्लाइज अक्रस इन्डस्ट्रिज, टुल्स एन्ड प्रोफेसन्स। प्रम्प्ट इन्जिनियरिङ चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि यो चाहिँ डिफ्रेन्ट प्रोफेसन, इन्डस्ट्री र टुल्सहरूमा काम लाग्छ क्या। एज एआई सिस्टम्स बिकम इन्टिग्रेटेड इन्टु एभ्री डे वर्क, द एबिलिटी to communicate effectively with AI is becoming valuable regardless of technical background है त। सो एआई सिस्टम चाहिँ हाम्रो डेली वर्कफ्लोमा यति धेरै इन्टिग्रेट भइसक्यो कि हैन, हामी सबैले युज गर्छौँ नि त। त्यही कारणले एआईसँग राम्रोसँग चाहिँ कम्युनिकेट गर्न सक्नु चाहिँ एकदमै प्राइमरी स्किल हो क्या। अहिले तिमीहरूले देखायो होला हैन, जबहरू पनि निक्लिन थाल्छ क्या, लाइक प्रम्प्ट इन्जिनियरिङ रिलेटेड नै हैन। अनलाइक मेनी स्पेसलाइज टेक्निकल स्किल्स, प्रम्प्ट इन्जिनियरिङ इज नट लिमिटेड टु प्रोग्रामर्स अर एआई रिसर्चर्स है त। सो कति टेक्निकल स्किल्सहरू चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ टेकको मान्छेलाई मात्र काम लाग्ने हुन्छ हैन, बट प्रम्प्ट इन्जिनियरिङ चाहिँ यस्तो स्किल हो जुन चाहिँ हरेक मान्छेलाई, हरेक प्रोफेसनको मान्छेलाई काम लाग्छ है। तिमी राइटर, डिजाइनर, मार्केटर, स्टुडेन्ट, अन्टरप्रेन्योर, टिचर, एनालिस्ट, डेभलपर जोसुकै होस् हैन, तिमीलाई प्रम्प्ट इन्जिनियरिङ काम लाग्छ क्या। द रिजन इट इज सो ट्रान्सफरेबल इज द्याट मोस्ट मोडर्न एआई टुल्स रिलाइ अन नेचुरल ल्याङ्ग्वेज इन्टरेक्सन है त। सो प्रम्प्ट इन्जिनियरिङ चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि हामीले जति पनि अहिले एलएलएम्सहरू युज गर्छौँ, एआई मोडल्सहरू युज गर्छौँ नि हैन, उनीहरू सबैसँग हामीले कम्युनिकेट गर्ने चाहिँ नेचुरल ल्याङ्ग्वेज युज गर्छौँ भने हैन, हामीले बोलीचालीमा जुन भाषा युज गर्छौँ त्यही युज गरेर नै चाहिँ उनीहरूसँग कम्युनिकेट गर्ने हो। र प्रम्प्ट इन्जिनियरिङ भनेको पनि त्यही हो हैन, हामीले जुन नेचुरल ल्याङ्ग्वेज युज गर्छौँ त्यसलाई नै अझ बेटर पार्ने हैन, त्यसमा नै अझ कुराहरू चाहिँ ट्विक गरेर चाहिँ हामीले कसरी त्यो प्रम्प्टलाई बेटर पार्छौँ भन्ने नै त हो नि त हैन। सो त्यही कारणले गर्दाखेरि प्रम्प्ट इन्जिनियरिङ चाहिँ एकदम इम्पोर्टेन्ट स्किल हो है अहिलेको टाइममा। प्रम्प्ट इन्जिनियरिङ कम्बाइन्स सेभरल युनिभर्सल स्किल्स लाइक क्लियर कम्युनिकेसन, स्ट्रक्चर थिङ्किङ, प्रब्लम सल्भिङ, कन्टेक्स्ट डिजाइन, क्रिटिकल थिङ्किङ।
यो सबै कुरा चाहिँ के भन्दाखेरि तिमीलाई प्रम्प्ट इन्जिनियरिङमा युज नगरे पनि तिमीले डे टु डे लाइफमा चाहिँ युज गर्नु पर्यो नि हैन। तिमीले क्लियरली कम्युनिकेट गर्न सक्नु पर्यो, स्ट्रक्चर थिङ्किङ हुनु पर्यो, प्रब्लम सल्भिङ गर्न सक्नु पर्यो। यो सबैलाई सफ्ट स्किल्सहरू भन्छ है, तिमीले सुने होला हैन। कर्पोरेटमा काम गर्न गएको छ भने तिमीले सफ्ट स्किल राम्रो हुनुपर्छ भन्छ हैन। सो यही कुराहरू है, तिमीले क्लियरली कम्युनिकेट गर्न सक्नु पर्यो हैन। तिम्रो क्रिटिकल थिङ्किङ राम्रो भयो भने तिमीले राम्रोसँग टास्कहरू कम्प्लिट गर्न सक्छौ हैन। सो प्रम्प्ट इन्जिनियरिङमा नि यही कुराहरू हुने हो क्या। हामीले हाम्रो प्रम्प्टमा चाहिँ हैन क्लियर कम्युनिकेट गर्न सिक्ने नै त हो हैन। हामीले कन्टेक्स्ट डिजाइन नै सिक्ने हो, त्यसमा हामीले प्रब्लम सल्भिङ नै सिक्ने हो। सो यो स्किलहरू चाहिँ डिफ्रेन्ट टुल्स र टेक्नोलोजिजहरुमा काम लाग्छ है। जतिसुकै एआई मोडलहरू इभल्भ भए पनि हैन, डिफ्रेन्ट टुल्सहरू डिफ्रेन्ट टेक्नोलोजिजहरुमा चाहिँ तिमीहरुसँग यो स्किल छ, यो सफ्ट स्किलहरु छ भने चाहिँ एकदमै काम लाग्छ है। सो तिमीहरु प्रम्प्ट इन्जिनियरिङ एस्पेक्टबाट मात्र नहेर अर्को एस्पेक्टबाट पनि हेर है, अरु टुल्सहरू अरु टेक्नोलोजिजहरुमा पनि तिमीहरुलाई चाहिँ काम लाग्छ क्या। Another important reason prompt engineering is transferable is that AI models are becoming general purpose systems. A single prompting mindset can be applied to chatbots, image generators, coding assistants, research tools, productivity software, AI automation system. Prompt engineering transferable भन्नुको कारण चाहिँ के भन्दाखेरि तिमीले prompt engineering सिक्यौ हैन, तिमीले जति पनि यसमा कन्सेप्ट्सहरु सिक्छौ, स्किल्सहरु सिक्छौ नि हैन, त्यो अरु कुराहरुमा पनि अप्लाई गर्न सक्छौ क्या। लाइक तिमी कुनै च्याटबट हैन एउटा रेगुलर एलएलएम सँग बोलिरहा होस्, या फिर कुनै इमेज जेनेरेसन वाला एआई टुल सँग कुरा गरिरहा होस् अनि या फिर कुनै कोडिङ असिस्टेन्ट या फिर कुनै रिसर्च टुल, प्रोडक्टिभिटी सफ्टवेयर, एआई अटोमेसन सिस्टम, तिमी जेसुकै युज गरे पनि यिनीहरुबाट जेसुकै युज गरे पनि तिमीले युज गर्ने त प्रम्प्ट इन्जिनियरिङकै कन्सेप्टहरु त हो नि त हैन। सो एआई रिलेटेड केही कुरासँग तिमी कम्युनिकेट गर्दैछौ भने प्रम्प्ट इन्जिनियरिङ चाहिन्छ है। र अहिलेको वर्ल्डमा हरेक कुरामा एआई इन्टिग्रेट हुन्छ नै। एउटा सिम्पल वेबसाइटमा त हुन्छ भने हैन, हरेक कुरामा एआई इन्टिग्रेटेड हुन्छ। त्यसले प्रम्प्ट इन्जिनियरिङ चाहिँ सिक्नुपर्छ। प्रम्प्ट इन्जिनियरिङको कन्सेप्ट चाहिँ जहाँ पनि काम लाग्छ। दिस मिन्स द स्किल इज नट टाइड टु वान प्लेटफर्म अर वान इन्डस्ट्री। सो यो स्किल चाहिँ धेरै कुरामा युज हुन्छ कि हैन, यो चाहिँ कुनै पनि एउटा प्लेटफर्म या फिर एउटा इन्डस्ट्रीमा चाहिँ सीमित छैन है। प्रम्प्ट इन्जिनियरिङ अल्सो लोअर्स द ब्यारियर टु युजिङ एडभान्स्ड एआई क्यापेबिलिटिज। हामीले चाहिँ अझ एडभान्स एआई क्यापेबिलिटिजहरु चाहिँ युज गर्न सक्छौं विथ प्रम्प्ट इन्जिनियरिङ है। हामीलाई टेक स्किल नै चाहिन्छ भन्ने छैन क्या। हामीले सिम्पल प्रम्प्ट इन्जिनियरिङबाट पनि हैन एआई को ट्रु पोटेन्शियल चाहिँ रिलिज गर्न सक्छौं क्या। Instead of needing deep technical expertise, users can unlock powerful results by simply learning how to communicate more effectively with AI system है त। सो तिमीसँग कुनै पनि टेक्निकल एक्सपर्टिज छैन हैन, डिप टेक्निकल एक्सपर्टिज छैन भने पनि तिमीले चाहिँ एआई को चाहिँ एकदम भरपूर युज गर्न सक्छौ, एकदम राम्रो युज गर्न सक्छौ हैन, उसको पोटेन्शियल सम्मको युज गर्न सक्छौ इफ तिमीले राम्रो प्रम्प्ट इन्जिनियरिङ गर्यौ भने है। एज एआई बिकम्स मोर कमन इन वर्क प्लेसेस, पीपल हु नो हाउ टु डाइरेक्ट, रिफाइन एन्ड कोलाबोरेट विथ एआई टुल्स विल अफ्टन वर्क फास्टर एन्ड मोर इफिसिएन्टली देन दोज हु डु नट है त। सो वर्क प्लेसहरुमा है त, हाम्रो अफिसहरुमा चाहिँ, हाम्रो काम गर्ने ठाउँमा चाहिँ जो मान्छेले चाहिँ आफ्नो वर्क फ्लोमा चाहिँ आफ्नो काममा चाहिँ एआईलाई इन्टिग्रेट गरेर चाहिँ अझ फास्टर अझ इफिसिएन्ट भएर काम गर्न सक्छ उनै टिक्छ है। र जसले चाहिँ काम गर्न सक्दैन, जसले चाहिँ एडाप्ट गर्न सक्दैन, जसले चाहिँ एआईलाई चाहिँ आफ्नो वर्क फ्लोमा इन्टिग्रेट गर्दैन, ऊ चाहिँ रिप्लेस हुने, ऊ चाहिँ ले अफ हुने हो है। इन मेनी केसेस द एडभान्टेज विल नट कम फ्रम रिप्लेसिङ ह्युमन्स विथ एआई बट फ्रम ह्युमन्स हु नो हाउ टु युज एआई इफेक्टिभली आउट पर्फर्मिङ दोज हु डु नट है त। सो यो मेन बुझ्नुपर्ने कुरा हो है। हामीले कति ठाउँमा चाहिँ कम्प्लिटली ह्युमन्सलाई चाहिँ एआईबाट रिप्लेस गर्ने होइन क्या। हामीले चाहिँ मल्टिपल यस्तो ह्युमन्सहरूलाई चाहिँ रिप्लेस गर्ने हो विथ एउटा ह्युमन जसले चाहिँ एआईलाई राम्रोसँग युज गर्न सकोस् क्या। पहिला कुनै पनि काम गर्न 10 जना चाहिन्थ्यो हैन, अहिले त्यही सेम काम चाहिँ एकजनाले एआई को युज गरेर हैन एआईसँग इन्टिग्रेट गरेर ऊ एक्लैले कम्प्लिट गरिदिन सक्ने भयो क्या। सो चाहिँ बाँकी 9 जना त नचाहिने भयो नि त हैन। र त्यो एकजना जसले एआईलाई चाहिँ इन्टिग्रेट गरेर जसले चाहिँ एआईसँग एडाप्ट गरेर चाहिँ काम गर्न सक्यो ऊ चाहिँ टिक्ने भयो र ऊ चाहिँ आफ्नो करियरमा सक्सेसफुल हुने भयो क्या। त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ एआई चाहिँ सिक्नुपर्छ। एन्ड आई होप तिमीहरू पनि त्यही कारणले गर्दाखेरि यो कोर्स हेरिरहेको होला है, बिकज तिमीहरूलाई पनि सिक्न मन छ नि त हैन, र मलाई पनि सिकाउन मन छ। सो नेक्स्ट टपिक इज प्रम्प्टिङ भर्सेस फाइन ट्युनिङ भर्सेस र्याग है त। एकदम सिम्पल कुरा छ, यसो सुन्दाखेरि फर्स्ट टाइम सुने जस्तो लागेर कम्प्लेक्स होला भनेर सोच्नुपर्ने केही पनि रिजन छैन हैन, एकदम सिम्पल कुरा छ, म तिमीलाई बुझाइहाल्छु है त। सो प्रम्प्टिङ भनेको चाहिँ हामीले जुन नर्मल प्रम्प्टिङ गर्छौँ, जुन नर्मल प्रम्प्टहरु दिन्छौँ नि यस्तो गर भनेर हैन, एलएलएम्सहरुलाई जति पनि हामीले यस्तो गर भनेर भन्छौँ त्यो प्रम्प्टिङ हो है। गाइडिङ द मोडल युजिङ इन्स्ट्रक्सन्स एन्ड कन्टेक्स्ट इन द प्रम्प्ट। फाइन ट्युनिङ भनेको चाहिँ मोडललाई ट्रेन गर्नु भनेको हो क्या। लाइक मोडललाई एउटा काम गर्नको लागि, एउटा स्पेसिफिक काम गर्नको लागि हामीले ट्रेन गर्छौँ डेटा सेटहरू दिएर हैन। जस्तै कि अघि हामीले मोडल ट्रेनिङ पढाएको थियौँ नि त, हो त्यो चाहिँ फाइन ट्युनिङ हो क्या। जस्तै कि हामीले हाम्रो एलएलएमलाई चाहिँ हैन म्याथमा बेटर बनाउनु छ भने हामीले म्याथ रिलेटेड डेटा सेटहरूलाई दिन्छौँ, त्यसमा ट्रेन गर्छौँ हैन। सो त्यो चाहिँ फाइन ट्युनिङ गरे भन्छ क्या। सो प्रम्प्टिङ भनेको चाहिँ बस प्रम्प्ट दिएर यस्तो गर भने हो हैन फर द टाइम बिइङ। फाइन ट्युनिङ भनेको चाहिँ त्यो एआई मोडललाई कम्प्लिटली ट्रेन गर्ने हो क्या हैन। त्यसपछि र्याग रिट्रिभल अगमेन्टेड जेनेरेसन भनेको चाहिँ हामीले एक्सटर्नल नलेज सोर्सेसहरूलाई चाहिँ प्रम्प्ट दिँदाखेरि चाहिँ कनेक्ट गरिदिने हो क्या। सो द्याट त्यो कुराहरूको चाहिँ रिफरेन्स लिएर चाहिँ एआई मोडलले चाहिँ
रेस्पोन्स दिन सकोस् कि यसको एक्जाम्पल दिन्छु म तिमीहरूले बुझ्छौ है जस्तो कि क्लाउडमा हामीले हाम्रो नोसन गुगल ड्राइभ इमेलहरूलाई कनेक्ट गर्न सक्छौँ है जेमिनाईमा हामीले युट्युबहरू जिमेलहरूलाई कनेक्ट गर्न सक्छौँ होइन त्यसरी कनेक्ट गरेपछि के हुन्छ एआईले त्यो तिम्रो एक्सेस पाउँछ होइन र त्यहाँबाट उसले इन्फर्मेसनहरू लिन्छ त्यहाँबाट कन्टेक्स्ट लिन्छ होइन हो त्यही नै हो ऱ्याग है त सो एकदम सिम्पल कुरा छैन त तिमीहरूले डेली एलएलएम युज गर्दाखेरि डेफिनेटली त्यसरी कनेक्ट गरेको होला होइन कनेक्टेड एप्स भनेर भन्छ होइन एआई टुलमा तिमीहरूले कनेक्ट गर्न मिल्छ क्यानभा कनेक्ट गर्न मिल्छ स्पोटिफाई कनेक्ट गर्न मिल्छ युट्युब नोसन जिमेल वान ड्राइभ गुगल ड्राइभ टन्नै कुरा कनेक्ट गर्न मिल्छ होइन सो त्यही नै ऱ्याग हो है सो यिनीहरूको मेन गोल के हो प्रम्प्टिङको मेन गोल हो इम्प्रुभ आउटपुट्स विदाउट चेन्जिङ द मोडल है त सो मोडललाई चेन्ज नगरिकन आउटपुट इम्प्रुभ गर्नु हो प्रम्प्टिङको गोल फाइन ट्युनिङको गोल हो मोडललाई नयाँ बिहेभियर या फिर नयाँ डोमेनमा चाहिँ नलेज दिनु होइन उसलाई नयाँ कुरा सिकाउनु नयाँ कुरामा ट्रेन गर्नु चाहिँ फाइन ट्युनिङको मेन गोल हो ऱ्यागको मेन गोल भनेको चाहिँ अप टु डेट या फिर एक्सटर्नल इन्फर्मेसन प्रोभाइड गर्नु होइन एक्सटर्नल इन्फर्मेसन जस्तै कि हामीले उसलाई आफ्नो नोसनको एक्सेस दिएपछि उसले हाम्रो नोसन पेजेसहरू हेर्छ होइन त्यो के भयो एक्सटर्नल इन्फो हो नि त्यसको एक्सेस दियौँ हामीले होइन हो सो त्यो चाहिँ ऱ्यागको मेन गोल हो सो यिनीहरू कुराले मोडललाई चेन्ज गर्छ त प्रम्प्टिङले मोडललाई चेन्ज गर्छ गर्दैन फाइन ट्युनिङले मोडललाई चेन्ज गर्छ है किनकि हामीले उसलाई कुनै नयाँ डोमेनमा ट्रेन गरिरहेको हुन्छौँ होइन उसलाई नयाँ डेटा सेटहरू दिइरहेको हुन्छौँ त्यसले मोडल चाहिँ चेन्ज भइरहेको हुन्छ ऱ्यागले चेन्ज गर्छ गर्दैन हामीले बस टाइम बिइङको लागि एकछिनको लागि उसलाई एक्सेस दिएको हो है त्यसपछि डेटा रिक्वायरमेन्ट है त प्रम्प्टिङमा एकदमै कम डेटा रिक्वायरमेन्ट हुन्छ नि किनकि सिम्पल कुराहरू हुन्छ हामीले बस प्रम्प्ट दिने मात्र हो फाइन ट्युनिङमा एकदमै धेरै डेटा सेटहरू हामीले दिन्छौँ बिकज ट्रेन गर्नुपर्ने हुन्छ मोडललाई ऱ्यागमा हामीले त्यही एक्सटर्नल डकुमेन्ट्स डेटाबेसहरूको एक्सेस दिन्छौँ है त सो प्रम्प्टिङको कस्ट लो है त लोदेखि मिनिमल लाग्दा हुन्छ होइन यसमा केही कस्ट हुन्छ भन्ने त्यस्तो हुँदैन फाइन ट्युनिङमा एकदम भेरी हाई कस्ट है किनकि हामीले कम्प्युटिङ पावर एकदम धेरै युज गर्छौँ हामीले डेटा सेटहरू एकदमै धेरै युज गर्छौँ सो त्यसको लागि फाइन ट्युनिङको लागि चाहिँ एकदम धेरै कस्ट लाग्छ ऱ्यागमा चाहिँ मिडियम भनेर लेखाएको छु मैले बट त्यस्तो धेरै पनि लाग्दैन है बिकज फ्री नै हुन्छ होइन मोस्ट अफ द एलएलएम्सहरूमा त्यसरी एक्सटर्नल एप्सहरू कनेक्ट गर्नको लागि सो यसमा पनि कस्ट लो नै हुन्छ स्पिड टु इम्प्लिमेन्ट है त यो इम्प्लिमेन्ट गर्न कति टाइम लाग्छ होइन प्रम्प्टिङ गर्न एकदम भेरी फास्ट होइन बिकज हामी ठ्याक्क प्रम्प्ट दियो एन्सर आउँछ होइन सो एकदम भेरी फास्ट फाइन ट्युनिङ एकदम स्लो हुन्छ बिकज हामीले त्यसलाई डेटा दिनु पऱ्यो होइन उसले त्यसमा ट्रेन गर्नलाई टाइम लिन्छ त्यसमा कम्प्युटिङ पावर पनि उसले धेरै खान्छ होइन सो एकदमै स्लो प्रोसेस हो है फाइन ट्युनिङ भने चाहिँ ऱ्यागमा स्पिड अब मिडियम हुन्छ होइन कनेक्ट गर्दाखेरि अब कनेक्ट गर्दा हल्का टाइम लाग्न सक्छ तिम्रो अब टर्म्स एन्ड कन्डिसन्सहरू एक्सेप्ट गर्नुपर्ने हुनसक्छ लगइन गर्नुपर्ने हुनसक्छ के गर्नुपर्छ होइन सो कनेक्ट गर्दाखेरि हल्का टाइम लाग्न सक्छ बट फाइन ट्युनिङ जति चाहिँ लाग्दैन है फाइन ट्युनिङमा चाहिँ एकदमै धेरै टाइम लाग्छ सो फ्लेक्सिबिलिटी के छ प्रम्प्टिङ एकदमै धेरै फ्लेक्सिबल छैन किनकि हामीले प्रम्प्ट ठाउँको ठाउँ चेन्ज गर्न सक्छौँ होइन फाइन ट्युनिङ त्यस्तो फ्लेक्सिबल हुँदैन है किनकि हामीले एउटा सर्टेन एउटा स्पेसिफिक डोमेनमा मात्र ट्रेन गरेर हान्छौँ कि एकैचोटि मल्टिपल डोमेनमा ट्रेन गर्दैनौँ क्या होइन सो एउटा मात्र डोमेनमा ट्रेन गर्ने भएपछि त्यो त्यस्तो फ्लेक्सिबल हुँदैन है ऱ्याग भनेको चाहिँ अब ऱ्याग चाहिँ फ्लेक्सिबल नै हुन्छ है बिकज हामीले अब मल्टिपल एप्सहरू मल्टिपल डकुमेन्ट्सहरूसँग कनेक्ट गर्न सक्छौँ नि त सो यिनीहरू के कुराको लागि चाहिँ बेस्ट छन् है त सो प्रम्प्टिङ चाहिँ डे टु डे एआई युजको लागि बेस्ट छ है हाम्रो सिम्पल कुराहरू गर्नको लागि प्रम्प्टिङ इज बेस्ट फाइन ट्युनिङ चाहिँ स्पेसलाइज कुराहरू गर्नको लागि होइन यो चाहिँ हल्का एडभान्स कम्पनीहरूले नै होइन आफ्नो डोमेनमा चाहिँ केही एआई मोडललाई चाहिँ इम्प्रुभ गर्नको लागि युज गर्छन् होइन सो यो चाहिँ एकदम एडभान्स एकदम ठुलो स्केलको लागि होइन एकदम धेरै प्रफिट कमाइरहेको कम्पनीले युज गर्छ जस्तै ऱ्याग भने हामी सबैले युज गर्छौँ होइन रियल टाइम सर्चेबल जुन यस्तो इन्फर्मेसन जुन चाहिँ एआई मोडलसँग छैन तिमीले त्यसलाई चाहिँ दिने हो एक्सटर्नल इन्फर्मेसन होइन यसको बेस्ट युज केस के हो बेटर च्याट जिपिटी प्रम्प्ट्स है त्यसो हामीले नर्मल प्रम्प्ट्सलाई बेटर गर्ने प्रम्प्ट इन्जिनियरिङ इम्प्लिमेन्ट गर्ने त्यही नै हो बेस्ट प्रम्प्टिङ होइन सो फाइन ट्युनिङको एक्जाम्पल भने चाहिँ मेडिकल एआई एसिस्टेन्ट यो के भयो मेडिसिनमा चाहिँ हामीले ट्रेन गराइ हुन्छौँ होइन एआई एसिस्टेन्टलाई चाहिँ उसलाई त्यो डेटा सेटहरूमा चाहिँ हामीले ट्रेन गराइ हुन्छौँ त्यो फाइन ट्युनिङ भयो त्यहाँपछि एआई च्याटबट कनेक्टेड टु कम्पनी डकुमेन्ट्स होइन सो एउटा कम्पनीको डकुमेन्ट्सहरू चाहिँ हामीले कुनै पनि च्याटबटलाई एक्सेस दियौँ भने त्यो चाहिँ ऱ्यागको चाहिँ एक्जाम्पल भयो होइन ऱ्याग भनेको रिट्रिभल अगमेन्टेड जेनेरेसन त्यसपछि टेक्निकल कम्प्लेक्सिटी प्रम्प्टिङको भेरी लो होइन ऱ्यागको मिडियम भनौँ कति मान्छेलाई नआउन पनि सक्छ होइन कनेक्ट गर्दाखेरि बट इट इज अल्सो प्रिटी लो फाइन ट्युनिङ इज भेरी हाई बिकज यसको टेक्निकल कम्प्लेक्सिटी एकदमै धेरै हुन्छ होइन हामीले एआइएमएल इन्जिनियर्सहरूलाई नै ल्याउनुपर्छ यो कुनै पनि एआई मोडल बनाउनको लागि त्यसलाई फाइन ट्युन गर्नको लागि है सो नलेज अपडेट है त सो नलेज अपडेट भनेको चाहिँ यिनीहरूमा चाहिँ नयाँ नलेज चाहिँ कसरी आउँछ है त सो नलेज अपडेट है त नलेज अपडेट भनेको चाहिँ यिनीहरूमा चाहिँ नयाँ नलेज चाहिँ कसरी आउँछ होइन सो प्रम्प्टिङमा चाहिँ हामीले बेटर प्रम्प्ट्सहरू दियौँ भने यसले बेटर रेस्पोन्स दिन्छ बेटर नलेज भएको आउटपुट दिन्छ होइन फाइन ट्युनिङमा हामीले नयाँ नलेज ल्याउनको लागि चाहिँ त्यसलाई फेरि रिटेन गर्नुपर्छ किनकि हामीले एउटा डोमेनमा मात्र ट्रेन गरे हुन्छ त्यसलाई होइन फेरि त्यसलाई अझ इन्फर्मेसन दिनको लागि त नयाँ डेटा सेटमा ट्रेन गर्नु पऱ्यो नि त ऱ्यागमा के हुन्छ भन्दाखेरि नलेज आफै अपडेट भइदिन्छ क्या लाइक तिमीले उसलाई आफ्नो गुगल ड्राइभको एक्सेस दिएको छौ अरे होइन तिमीले गुगल ड्राइभमा कुनै नयाँ फाइल अपलोड गर्यो भने उसको मेमोरीमा त्यो आफै जान्छ क्या उसले आफै बुझिसक्छ होइन कि तिमीले नयाँ फाइल हालेको छौ र तिमीले त्यसको बारेमा सोध्यो भने उसले इजिली एन्सर दिन्छ है सो ऱ्यागको त्यो चाहिँ एकदमै राम्रो कुरा छ नाउ लेट्स मुभ अन टु द नेक्स्ट टपिक विच इज 4 डाइमेन्सन्स
इन्स्ट्रक्सन कन्टेक्स्ट कन्स्ट्रेन्ट्स र फर्मेट है त सो स्ट्रङ प्रम्प्ट्स आर युजली बिल्ट अराउन्ड 4 इम्पोर्टेन्ट डाइमेन्सन्स इन्स्ट्रक्सन कन्टेक्स्ट कन्स्ट्रेन्ट्स फर्मेट मैले सुरुमै भनेको थिएँ होइन एउटा कुनै पनि राम्रो प्रम्प्टमा चाहिँ यो चारवटा कुरा हुन्छ है इन्स्ट्रक्सन हुन्छ कन्टेक्स्ट हुन्छ कन्स्ट्रेन्ट्स हुन्छ र फर्मेट हुन्छ दिज डाइमेन्सन्स हेल्प गाइड द एआई टुवर्ड मोर एक्युरेट रिलेभेन्ट एन्ड युजेबल आउटपुट है त सो यो चारवटा कुरा चाहिँ एउटा प्रम्प्टमा भएपछि चाहिँ एआई मोडलले चाहिँ बेस्ट रेस्पोन्स दिन्छ है एकदम एक्युरेट रिलेभेन्ट र युजफुल इन्फर्मेसन दिन्छ सो यिनीहरूको बारेमा अझ राम्रोसँग हेरौँ विथ एक्जाम्पल्स है त सो इन्स्ट्रक्सन भने चाहिँ टेल्स द एआई वाट टास्क टु पर्फर्म है त हामीले एआई मोडललाई चाहिँ के टास्क पर्फर्म गर्ने भनेर एक्ज्याक्टली भन्यो भने त्यो चाहिँ इन्स्ट्रक्सन हो एक्जाम्पल एक्सप्लेन ब्लकचेन टेक्नोलोजी यो एउटा इन्स्ट्रक्सन हो होइन यस्तो गर यसको एन्सर दे भन्नु भनेको नि त तिमीले कन्टेक्स्ट भनेको ब्याकग्राउन्ड इन्फो दिने हो क्या जस्तै प्रोभाइड्स ब्याकग्राउन्ड इन्फर्मेसन अर सिचुएसन होइन एक्सप्लेन इट टु अ बिगिनर लर्निङ अबाउट क्रिप्टो करेन्सी होइन एक्सप्लेन इट टु अ बिगिनर लर्निङ अबाउट क्रिप्टो करेन्सी सो ब्लकचेन टेक्नोलोजी एक्सप्लेन गर एउटा यस्तो बिगिनरलाई जसले क्रिप्टो करेन्सी सिकिरहेछ त्यो ब्याकग्राउन्ड इन्फर्मेसन दिएको हो नि त होइन विथ इन्स्ट्रक्सन त्यसपछि कन्स्ट्रेन्ट भनेको चाहिँ रुल्स लिमिट्स या फेरि बााउन्ड्रिज राख्नु होइन यस्तो चाहिँ नगर है भनेर भन्नु क्या जस्तै कि किप इट अन्डर 100 वर्ड्स एन्ड अभोइड टेक्निकल जार्गन होइन त सो 100 वर्डभन्दा कम हुनु पऱ्यो र टेक्निकल जार्गन भनेको चाहिँ त्यो धेरै टेक्निकल वर्ड्सहरू बज वर्ड्सहरू धेरै हुनु भने एक्चुअली मिनिङफुल कुरा हुनु पऱ्यो सिम्पल पारामा भन् भनेर भनेको है त्यहाँ चाहिँ फर्मेट है त कस्तो फर्मेटमा चाहिँ रेस्पोन्स आउनु पऱ्यो त्यो भनेको है जस्तै कि एन्सर इन बुलेट पोइन्ट सो बुलेट पोइन्टमा चाहिँ दे भनेर भनेको छ है त सो कुनै पनि प्रम्प्टमा चाहिँ यो चारवटा कुरा हुन्छ भने चाहिँ द्याट इज कन्सिडर्ड अ गुड प्रम्प्ट है हामीले पहिलाको च्याप्टरमा पनि हेरेको थियौँ त्यसमा हामीले एक्सर्साइज पनि यही रिलेटेड गरेका थियौँ आज पनि हामी यस्तै खालको एक्सर्साइज गर्छौँ बट हल्का मैले चेन्ज गरेको छु हल्का रमाइलो पारामा राखेको छु है मैले सो लेट्स सी द एक्सर्साइज के छ डिकन्स्ट्रक्ट अ वेल नोन प्रम्प्ट युजिङ द 4 डाइमेन्सन है त यो भनेको के हो एउटा राम्रो प्रम्प्टलाई लियो एन्ड देन त्यसमा चाहिँ इन्स्ट्रक्सन कन्स्ट्रेन्ट्स कन्टेक्स्ट फर्मेट के हो भनेर चाहिँ त्यो चाहिँ छुट्याएर लेख भनेर मैले भनेको छु है म तिमीहरूलाई एक्जाम्पल नै देखाउँछु यहाँ तल एन्ड तिमीहरूले बुझ्छौ है So this exercise will help you understand how strong prompts are structured by breaking them down into 4 core dimensions instruction context constraints format है त सो यो एक्सर्साइजले चाहिँ तिमीलाई हेल्प गर्छ एकदम स्ट्रङ प्रम्प्ट्सहरू एकदम राम्रो प्रम्प्ट्सहरू चाहिँ कसरी स्ट्रक्चर गरे हुन्छ हैन त्यसमा चाहिँ कता कता चाहिँ इन्स्ट्रक्सन हुन्छ कता कन्टेक्स्ट हुन्छ कता कन्स्ट्रेन्ट हुन्छ कता फर्मेट हुन्छ कसरी युज गर्ने यो चार डाइमेन्सनलाई भनेर तिमीले बुझ्नेवाला छौ है त सो यहाँ म तिमीलाई एक्जाम्पल दिन्छु है त राइट अ प्रोफेसनल लिङ्क्डइन पोस्ट अनाउन्सिङ द लन्च अफ एन एआई कोर्स फर कलेज स्टुडेन्ट्स Keep the tone inspiring but concise, limited to 120 words and end with a call to action. सो एकदम कस्तो राम्रो प्रम्प्ट छ नि त हैन हामीले एक्ज्याक्टली जे कुरा चाहिएको छ सबै कुरा हामीले इन्क्लुड गरेका छौँ क्या सो यसमा चारवटा डाइमेन्सनहरू इन्क्लुड गरेका छौँ है त सो कहाँ के छ भनेर बुझ्नु है त फर्स्टमा इन्स्ट्रक्सन के छ राइट अ प्रोफेसनल लिङ्क्डइन पोस्ट है त यो एउटा इन्स्ट्रक्सन हो हैन कन्टेक्स्ट के छौँ हामीले अनाउन्सिङ द लन्च अफ एन एआई कोर्स फर कलेज स्टुडेन्ट्स है त सो हामीले कलेज स्टुडेन्टहरूको लागि एआई कोर्स लन्च गरेका छौँ यो कन्टेक्स्ट हो क्या हैन त्यसपछि कन्स्ट्रेन्ट के छ हामीले लिमिटेसन के राखेका छौँ किप द टोन इन्स्पायरिङ बट कन्साइज एन्ड लिमिटेड टु 120 वर्ड्स सो यो दुईटा कुरा चाहिँ हामीले कन्स्ट्रेन्ट दिएको हो है 120 वर्डभन्दा कम हुनु पर्यो र इन्स्पायरिङ साउन्ड गर्नु पर्यो बट एकदम छोटो एकदम टु द पोइन्ट पनि हुनु पर्यो त्यसपछि हामीले लास्टमा फर्मेट के दिएका छौँ एन्ड विथ अ कल टु एक्सन भनेको चाहिँ यस्तो गर्नु है भनेर हामीले कुनै अर्को कुरामा चाहिँ पोइन्ट आउट गर्दैनौँ क्या जस्तै कि एट द एन्ड अफ द भिडियो युट्युबरहरूले भन्छन् नि हैन सब्स्क्राइब टु द च्यानल हैन त्यो भनेको कल टु एक्सन हो क्या कल टु एक्सनको एउटा अर्को राम्रो एक्जाम्पल भनेको चाहिँ हाम्रो कोर्सको भिडियोजको डिस्क्रिप्सनमा तिमीहरूले रिसोर्सेसको लिङ्क देख्छौ हैन तिमीहरूले त्यो रिसोर्सेसको लिङ्कमा थिचे चाहिँ गुगल ड्राइभको फोल्डर खुल्छ र त्यहाँ चाहिँ तिमीहरूले सबै हाम्रो नोट्सहरू देख्छौ हैन सो मैले तिमीहरूलाई एट द एन्ड अफ द भिडियो चाहिँ डिस्क्रिप्सनमा जानु अनि रिसोर्सेस एक्सेस गर्नु भनेर भने भने त्यो चाहिँ कल टु एक्सन हो क्या मैले तिमीहरूलाई यस्तो गर है भनेर भने क्या त्यो चाहिँ कल टु एक्सन हो सो एज यु क्यान सी हैन एउटा राम्रो प्रम्प्टमा चाहिँ हामीले यसरी चाहिँ यो चारवटा डाइमेन्सनलाई युज गर्छौँ है त सो अब आउँछ तिमीहरूको काम यो टर्न टेक द फलोइङ प्रम्प्ट एन्ड डिकन्स्ट्रक्टेड युजिङ द सेम 4 डाइमेन्सन सो यहाँ मैले अर्को एउटा राम्रो प्रम्प्ट राखेको छु हैन यसरी अघि जसरी मैले छुट्टाएको थिएँ नि हैन यो चार डाइमेन्सनहरू कसरी छ के छ भनेर तिमीहरूले पनि छुटाउनु पर्यो है त यो प्रम्प्टको एक्सप्लेन ब्लकचेन टेक्नोलोजी टु अ बिगिनर युजिङ सिम्पल ल्याङ्ग्वेज एन्ड रियल वर्ल्ड एनालोजिज किप द एक्सप्लेनेसन अन्डर 200 वर्ड्स एन्ड युज बुलेट पोइन्ट्स अहिलेको जस्तै छ आइएम प्रिटी स्योर तिमीहरूले गर्न सक्छौ हैन सो तिमीहरूले त्यसै नै छुट्याउनु चारवटा डाइमेन्सनमा कुन वर्डहरू यो कुन के छ हैन यता मैले कन्स्ट्रेन्ट कता युज गराएको छु यता मैले फर्मेट कता युज गराएको छु यसमा इन्स्ट्रक्सन के हो कन्टेक्स्ट के हो त्यो सब छुट्याएर लेख्नु है र तिमीहरूको एन्सर चाहिँ कमेन्ट बक्समा दिन पनि नबिर्सिनु र अरूको एन्सर चाहिँ कपी नगर्नु है आफैले एन्सर लेखेर चाहिँ दिनु सो यो एक्सर्साइजको टेकअवे के छ Strong prompts are not random instructions. They are carefully structured combinations of instruction, context, constraints and formatting that guide the AI toward the exact outcome you want. है त सो स्ट्रङ प्रम्प्ट्सहरू है त गुड प्रम्प्ट्सहरू भनेको चाहिँ एकदम ऱ्यान्डम इन्स्ट्रक्सनहरू होइन है त्यसमा चाहिँ हामीले चारवटै डाइमेन्सनहरू चाहिँ राम्रोसँग युज गर्नुपर्छ
हो अनि बल्ल चाहिँ एउटा राम्रो प्रम्प्ट बन्छ है। यतिकै हावादारी पारामा चाहिँ राम्रो प्रम्प्ट चाहिँ बन्दैन है, यो 4 डाइमेन्सन चाहिँ युज गर्नुपर्छ। सो द्याट वाज इट फर टुडेज च्याप्टर। आई होप तिमीहरूले सबै कन्सेप्ट्सहरू राम्रोसँग बुझ्यौ होला। कुनै पनि कन्सेप्ट बुझेको छैन भने मेक स्योर टु कमेन्ट, म सबै तिमीहरूको डाउट्सहरू क्लियर गरिदिन्छु। र मेरो लागि केही सजेसन्सहरू छ, मेरो पढाउने तरिकामा केही सजेसन दिन चाहन्छौ या फिर एक्सर्साइजहरूमा केही सजेसन दिन चाहन्छौ या फिर तिमीहरूको अरू कुनै क्वेरिजहरू केही छ भने मेक स्योर टु कमेन्ट होइन, म सबै रिप्लाई गर्नेवाला छु। सो या द्याट वाज इट फर टुडेज एपिसोड। थ्याङ्क यू फर वाचिङ, किप स्माइलिङ, बाई।